10 मिनटसम्म अत्याधिक छ। त्यो संस्थाको व्यवसायको वृद्धि दर एकदमै सुस्त रहन्छ। जुन संस्थाको 20, 22, 24, 25 वर्षको उमेरसम्म अत्याधिक सदस्यहरू हुनुहुन्छ, उहाँको व्यवसाय जुन प्रकृतिको भए तापनि त्यो ग्रोथको दर चाहिँ राम्रो हुने गरेको छ। त्यही भएर हाम्रो भविष्य चाहिँ युवाकै हातमा छ भन्ने कुरा चाहिँ फिल गरेर त्यो अनुसार सदस्यहरू चुन्ने र त्यो सदस्यहरूलाई संस्थामा टिकाइराख्ने वा आकर्षण गर्ने खालका कार्यक्रमहरू अबको समयमा चाहिँ अपरिहार्य हो। हामीले सहकारीको पुस्तान्तरण भन्ने शब्द प्रयोग गरेका छौँ र सहकारीकै समग्र संस्थाभित्र हुने सञ्चालक समितिदेखि लिएर नेतृत्वको कुराहरूदेखि लिएर सदस्यको कुरासम्म र संस्थाले सञ्चालन गर्ने व्यवसायको कुराहरूमा पनि पुस्तान्तरणको आवश्यकता छ। पुस्तान्तरणको आवश्यकता किन भन्ने सम्बन्धमा हामी छलफल गर्दाखेरि हामी अहिले 21औं शताब्दीमा छौँ। पुरानो ज्ञानले सहकारीलाई एउटा सामाजिक अभियान हो भन्ने सोच राख्यो भने अबको नयाँ पुस्ताले यसलाई दिगो व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्न चाहन्छ, रूपान्तरण गर्नुपर्ने हुन्छ। त्यसका लागि हामीले नयाँ पुस्तालाई डिजिटल बैङ्किङ सेवाहरू, आधुनिक व्यवस्थापनका सिपहरू हामीले उपलब्ध गराउनुपर्ने हुन्छ र पुरानो पुस्ताले करिब 48 सालको सहकारी ऐनपछि अहिले हामी 83 सालमा आइपुग्दाखेरि करिब 35-36 वर्ष सञ्चालन नेतृत्व गरिसक्नु भएको छ, 30देखि 40 वर्षसम्म र उहाँहरू संस्थापक पुस्ता हो र उहाँहरूले नै आजको नेपाली सहकारी अभियान पुऱ्याउनु भएको हो। त्यसलाई अब हामी रूपान्तरण गर्नका लागि पुस्तान्तरण चाहिँ जीवन रक्षाका रूपमा प्रबल हुन सक्छ। त्यो भएको कारणले गर्दा नयाँ सोच, नयाँ जोसका साथ हरेक क्षेत्रमा पुस्तान्तरण नेतृत्वमा पनि हुन सक्छ र व्यवस्थापनमा पनि हुन सक्छ र संस्थाको काम गर्ने शैली वा संस्थाका कार्यक्रमहरूमा अबको समय चाहिँ पुस्तान्तरण विकल्प नभएर यो अनिवार्य हो। अगाडि बढाउन म अनुरोध गर्न चाहन्छु। किन आवश्यक छ पुस्तान्तरण भन्ने सम्बन्धमा विशेष गरी सहकारीको निरन्तरताका लागि संस्था हामी मेम्बर बेस अर्गनाइजेसन हो। हाम्रो लागि अनलिमिटेड छैन, स्काई लिमिट होइन। हाम्रो चाहिँ जति सदस्य हुनुहुन्छ त्यति नै हामीले व्यवसाय वृद्धि गर्न सक्ने सम्भावना हो। त्यो भएर हामीले सहकारीमा फल्सभित्र साइन अप ग्रोथभित्र सदस्यको वृद्धि भन्ने इन्डिकेटरमा रहेर संस्थाको सदस्यको वृद्धि कस्तो छ भनेर हामी मापन गर्छौँ। त्यो चाहिँ जति राम्रो भयो, जुन संस्थाको सदस्य वृद्धि राम्रो भयो, त्यो संस्थामा नयाँ सदस्य, नयाँ जेनेरेसन जोडिरहेको छ। जुन संस्थामा सदस्य वृद्धि दर न्यून छ वा छैन वा माइनसमा छ, त्यो संस्थाको नयाँ जेनेरेसन जोडाइ भएको छैन, पुरानै जेनेरेसनहरू रहिरहनु भएको छ र भएको पनि छोडिरहेको छ। त्यसले संस्था चाहिँ निरन्तर रूपमा सञ्चालन नहुन सक्छ। त्यो संस्थाको निरन्तरताको लागि पुस्तान्तरण आवश्यक छ। त्यसै गरी नव प्रवर्धनका कुराहरूलाई व्यवस्थापन गर्नका लागि नयाँ टेक्नोलोजीका कुराहरू, नयाँ प्रविधिका कुराहरू पनि समय सापेक्ष गर्नका लागि हाम्रो पुस्तान्तरण आवश्यक छ। त्यसै गरी डिजिटल रूपान्तरणका लागि मेन टु मेन, हेन्ड टु हेन्ड भन्दा पनि अब चाहिँ फिजिकली उपस्थिति भएर भन्दा पनि डिजिटली उपस्थितिका आधारमा व्यवसायहरू सञ्चालन गर्नुपर्ने भएको कारणले गर्दाखेरि पुस्तान्तरण आवश्यक छ। त्यसैले सदस्य विस्तारका लागि मैले अघि जोडिसकेँ र जोखिम व्यवस्थापन, पुरानो समयमा हुने जोखिम, पुरानो समयमा जोखिम सिर्जना हुने माध्यमहरू र नयाँ समयको जोखिम र नयाँ समयमा जोखिम सिर्जना हुने माध्यमहरू चाहिँ धेरै फरक भइसकेका छन्। त्यही भएर अबको समयमा हामीले डिजिटल्ली विशेष गरी अब हामीले अडिट, हाम्रो सिस्टम अडिट गर्नुपर्ने होइन, लगायत कुराहरू जोड्नुपर्ने हुन्छ। स्ट्रेस टेस्टिङका कुराहरू जुन आधुनिक प्रविधि अनुसार प्रयोग गर्नुपर्ने हुन्छ। त्यही भएर जोखिम व्यवस्थापनका लागि पनि हाम्रो सञ्चालन प्रक्रियामा पुस्तान्तरणको आवश्यकता छ। नयाँ पुस्ता किन सहकारीबाट टाढा छ भन्ने सम्बन्धमा छलफल गर्दाखेरि हामी विशेष गरी यी विषयवस्तुहरू फेला पार्ने गरेका छौँ। विशेष गरी हाम्रो पुरानो पुस्ताले सहकारी एउटा सामाजिक अभियान हो, यो भौतिक रूपमा उपस्थित भएर कागजी सेवाबाट गर्नुपर्छ र लामो समय एउटै व्यक्ति नेतृत्वमा वा एउटै टिम सञ्चालक समितिमा रहनुपर्छ। नयाँले चाहिँ गर्न सक्दैन वा विश्वासको कमी, धेरै समय आफूले गरिरहेको, आफूले गरेको मेहनत चाहिँ अर्कोले गर्न सक्दैन कि भन्ने विश्वासको कमी जस्ता कुराहरू हामीले फेला पार्छौँ। नयाँ पुस्ता चाहिँ किन आकर्षण भइरहेको छैन त भन्दा सहकारी पुरानो प्रणाली हो भन्ने बुझाइ छ। त्यसै गरी डिजिटल सेवाहरू दिन सकिरहेको छैन, त्यसले गर्दा आकर्षण पैदा गर्न सकिरहेको छैन र नेतृत्वमा अवसर दिने र नव प्रबन्धनका कुराहरूलाई विकास र वृद्धि गर्ने कुराहरूमा पनि धेरै हामीले गर्न नसक्दा सदस्यहरूको आवश्यक चाहिँ
कुराहरू, नयाँ टेक्नोलोजीहरू, समय सापेक्षताका कुराहरूलाई जोड दिने, तर पुरानो जुन हुनुहुन्छ पुस्ता, उहाँहरूलाई चाहिँ पुरानै कुराहरूलाई निरन्तरता दिने कुराहरूलाई जोड दिँदाखेरि नयाँ पुस्ताहरू सहकारीबाट चाहिँ त्यति धेरै आकर्षण गर्न सकिरहेको वा वृद्धि गर्न सकिरहेको छैनौँ हामीले। यसका लागि हामीले के गर्न पर्ने हुन्छ भन्दा लामो समय एउटै व्यक्ति जुन वर्चस्व छ त्यसलाई चेन्ज गरेर नयाँ अनुहारलाई अवसर भाषणकै आधारमा होइन, कुनै क्लासरुमकै आधारमा र नयाँ मान्छे आएर केही कुरा गरिदिएको आधारमा सिकेर आएको पुस्ता हो भने नयाँ पुस्ता चाहिँ जन्मिने उमेरमै मोबाइल चलाउन सिकेको, उसले चाहिँ त्यो मोबाइलमा धेरै कुराहरू सुनेको देखेको भएको कारणले गर्दा त्यो बोलीलाई र डिसिजन गर्ने जुन तरिका छ त्यो ढिलोलाई चाहिँ उसले एक्सेप्ट गर्दैन। त्यो नयाँ कुराहरू छिटो सहज रूपमा होस् भन्ने कुरा चाहन्छ। ती कुराहरूमा हामीले नयाँ पुस्तालाई जोड्नुपर्ने हुन्छ। हाम्रो सहकारीमा पुस्तान्तरणका जोखिमहरू के छन् भन्ने विषयमा हजुरहरूले एउटा कार्यक्रम जस्तो बनाएर आगामी दिनमा आफ्नो संस्थाहरूमा छलफल गर्नुहोला र नयाँ पिँढीलाई चाहिँ अवसर दिने कुराहरूलाई प्राथमिकतामा राख्नुहोला। स्टार्टअप कुराहरूलाई जोड्नुहोला। उद्यमशीलताको प्लेटफर्म निर्माण गरेर विशुद्ध ऋण लगानी मात्रै होइन, लगानीसँगै त्यो व्यवसाय सफल बनाउनका लागि चाहिने कुराहरू, सिप प्रविधिका कुराहरू, त्यसै गरी पूर्वाधार संरचनाका कुराहरू र त्यसै गरी दक्ष जनशक्ति उपलब्ध गराउने बजार व्यवस्थापनका पाठहरूमा र मेटेरियल व्यवस्थापनको पाठमा र कानुनी रूपमा हुन सक्ने विभिन्न समस्याहरूमा समाधान गर्ने निकायका रूपमा हाम्रो संस्थालाई विकास गर्न सक्यौँ भने बल्ल उद्यमी र उद्यमशीलताको विकास हुन्छ। यदि त्यो गर्न सकिएन, हामी ऋण मात्रै दिने संस्थाका रूपमा रह्यौँ भने चाहिँ अबको नयाँ पुस्तालाई हामीले हाम्रो सहकारीहरूमा आकर्षण गर्नका लागि हामीले गाह्रो पर्ने हुन्छ। किनभने रकम उपलब्ध गराउन पाउनका लागि आजभन्दा 10, 15, 20 वर्ष अगाडि जुन असहज थियो, बैंक वित्तीय संस्थाहरू थोरै थिए, ऋण लगानी गर्ने औपचारिक संस्था थोरै हुँदा अनौपचारिक रूपमा साउ महाजनबाट पैसा लिनुपर्ने अवस्था थियो। तर आज 2083 साल हो। आजको समयमा ऋण नपाएर भन्दा पनि सजिलै ऋण धेरै पाएर समस्या सिर्जना भएको छ। तसर्थ अब ऋण लगानी गर्नु मात्रै हाम्रो चाहिँ सबै कुरा हो भन्ने सोचबाट परिवर्तन भएर त्यसलाई उद्यमशीलता विकासका कुराहरूमा चाहिँ प्राथमिकता दिनुपर्ने, त्यो लगानी गर्ने कुरालाई पनि पुस्तान्तरण गर्नुपर्ने अवस्था छ। त्यस्तै पुस्तान्तरण पद मात्रै होइन, ज्ञान दायित्वको हस्तान्तरण पनि हो। पुरानो पुस्ताबाट नयाँ पुस्तामा सुगठित रूपमा गरिने यो निरन्तरताको प्रक्रिया पनि हो। यसमा विशेष गरी एउटा नेतृत्वको कुरा आउँछ, नेतृत्व गर्ने र नेतृत्वमा साझेदार गर्ने कुराहरू आउँछ। त्यसै गरी ज्ञान संस्थागत गर्ने, स्मरण गर्ने, विधिहरूको शिक्षा प्रदान गर्ने, पुरानोले नयाँलाई सिकाउने कुराहरू आउँछ। अनुभव साटासाट गर्ने र सफलताका पाठहरू र समस्याका कुराहरू, असफलताका कुराहरू पनि बुझाउनु पर्ने हुन्छ। आफैले गलत गरेर सिक्नका लागि हामीसँग जीवन धेरै छोटो छ। अरूको गल्तीबाट जसले सिक्न सक्छ त्यसले छिटो प्रगति गर्छ भनेर भनाइ छ। त्यो भएको कारणले गर्दा खालि सफलता मात्रै होइन, असफलताका कुराहरूलाई पनि हामीले जोड्न सक्यौँ। के गर्दाखेरि समस्या सिर्जना हुनसक्छ भन्ने कुराहरू, अनुभवका कुराहरू, सङ्कटका कुराहरूलाई हामीले जोड्न सक्यौँ र त्यसलाई चाहिँ पुस्तान्तरण गर्नुपर्ने हुन्छ। त्यसै गरी जिम्मेवारी, संस्थाको जोखिम र दिगोपनको अभिभारामा उहाँलाई जिम्मेवार बनाउँदै केही कामहरूको जिम्मेवारी दिँदै जानुभयो भने बल्ल सही रूपमा पुस्तान्तरण हुन्छ। पुस्तान्तरणका लागि अबको समयमा निरन्तरताका लागि आवश्यकता छ, नवप्रवर्तनका लागि आवश्यकता छ, डिजिटल रूपान्तरणका लागि आवश्यकता छ, सदस्य विस्तारका लागि पनि अबको समय पुस्तान्तरण आवश्यकता छ र अबको समयमा सिर्जना हुने जोखिम व्यवस्थापनका लागि पनि पुस्तान्तरणको कार्य चाहिँ अपरिहार्य भएको छ। यसमा के समस्याहरू सिर्जना हुन सक्छन् भन्ने सम्बन्धमा हामीले छलफल गर्दाखेरि नेतृत्वमा लामो समय एउटै व्यक्तिको वर्चस्व भइरहेको अवस्था छ। त्यसलाई हाम्रा लागि पुस्तान्तरण गर्नका लागि अबको समयमा एउटा चुनौतीको रूपमा रहनेछ। त्यसै गरी युवाको सहभागिता एकदमै न्यून छ। नयाँ पुस्ता सहकारीप्रति एकदमै कम आकर्षण छ। त्यो हामी पुरानो पुस्ताबाट सहकारीका राम्रा कुराहरू
जति विकास हुनुपर्ने, जति चाहिँ प्रचार प्रसार हुनुपर्ने हो, त्योभन्दा नराम्रा कुराहरू धेरै सञ्चार माध्यमहरूमा प्रकाशित प्रसारित भइरहेको कारणले गर्दा पनि हुनसक्छ। त्यसलाई न्यूनीकरण गर्नका लागि हामीले पत्र पत्रिकालाई रोक्न त सक्दैनौँ, तर हामीले हाम्रो संस्थाले चाहिँ सकारात्मक कुराहरूलाई बढीभन्दा बढी प्रचार प्रसार गर्ने खालका कार्यक्रमहरूलाई चाहिँ वृद्धि गर्न सकियो भने बल्ल युवा सहभागिता वा युवाको इन्ट्रेस्ट जगाउन सक्ने अवस्था सिर्जना हुनसक्छ। प्रविधि प्रयोगमा कमजोर, हामी प्रविधि चाहिँ हाम्रा संस्थाहरूले धेरैले प्रयोग गर्न सकिरहेका छैन, क्षमताले गर्दा पनि हुनसक्छ, सानो सङ्ख्यामा सानो रूपमा हाम्रो संस्थाहरू सञ्चालन गरिरहेका छौँ, त्यो कारणले गर्दा पनि हुनसक्छ। तर अबको समय सापेक्ष हुनका लागि हामी चाहिँ त्यो प्रविधि प्रयोग गर्न सक्ने जत्रो विकास चाहिँ हुनुपर्छ। हामी सानो छौँ, त्यही भएर सक्दैनौँ भन्ने अवस्थाले चाहिँ अबको 2083 साल, 84 साल, 90 साललाई चाहिँ जस्टिफिकेसन गर्दैन। जन्मेपछि सानो हुन चाहिँ पाइन्छ, सधैँभरि सानो छु भन्ने कुराले चाहिँ निर्धारण गर्दैन, त्यसलाई राम्रो मानिँदैन। त्यो समय सापेक्ष संस्था विकास पनि गर्नुहोस्, सदस्य वृद्धि पनि गर्नुहोस्, व्यवसाय विस्तार पनि गर्नुहोस्, र प्रविधिको प्रयोगलाई वृद्धि गर्न सकिएन भने हाम्रा लागि पुस्तान्तरणमा ठुलो चुनौती छ। त्यस संस्थागत उत्तरदायिकारीको योजना निर्माण नहुनु, हामी पछिको नेक्स्ट जेनेरेसनको हो भन्ने विषयमा हामीले विभिन्न कार्यक्रमहरू बनाएर ती उत्तराधिकारीहरूलाई चाहिँ ह्यान्ड होल्डिङ गर्ने काम, उनलाई अगाडि लिएर जाने काम पनि हामीले योजनाहरू बनाउन सकेका छैनौँ। त्यो संस्थागत रूपमा गर्न सकिएको अवस्था छैन। त्यस्तै युवामा सहकारीको बारेमा आकर्षण कम छ। सहकारीको बारेमा औपचारिक शिक्षामा एकदमै कम मात्रै नेपालमा पढाइ हुन्छ, जसले गर्दाखेरि सहकारीको जुन सिद्धान्त, मूल्य, मान्यता र सञ्चालन प्रक्रिया र सहकारीको बुझाइ असमानता छ। त्यो असमानता अझ युवाहरूमा, नयाँ जेनेरेसनमा चाहिँ फरक हिसाबले अझै गाह्रो हिसाबले भएको कारणले गर्दाखेरि युवाहरूलाई आकर्षण गर्न हामीलाई चुनौती सिर्जना भइरहेको छ। हाम्रो सहकारीमा पुस्तान्तरणका जोखिमहरू के छन् भन्ने सम्बन्धमा फेरि म अनुरोध गर्न चाहे, हजुरहरूले आफ्नो आउने वर्षको वार्षिक योजना कार्यक्रम बनाउ। यो युवा पुस्ताहरू चाहिँ हाम्रो संस्थामा जोडिनुपर्छ भन्ने विषयमा सबै सञ्चालक समिति, व्यवस्थापन, लेखा समिति र जो नेतृत्व गर्नुभएको छ उहाँको एकमत चाहिँ हुने आफ्नो साझा बुझाइ बनाउनु अनुरोध गर्न चाहन्छु। युवा किन टाढा छन् त सहकारीबाट? प्रयास गर्ने एउटा फोरम बनाएर कुनै विषयवस्तुमा निर्णय गर्नुपर्ने छ भने हजुरको सञ्चालक समितिले एउटा प्रकारको बसेर छलफल गरेर एउटा निष्कर्षमा जान सक्छ। एउटा युवाहरूको टिम बनाएर त्यो विषयवस्तुमा छलफल गर्न दिएर
त्यो युवाहरूको टिमबाट चाहिँ के निष्कर्ष आउँछ त्यो विषयमा दुई पक्ष बीच बसेर चाहिँ त्यसलाई अन्तिम फाइनल गरेर त्यसलाई कानुनको पाटोमा जानुभयो। विशेष गरी निर्णय प्रक्रियामा सहभागी गराउनुभयो र प्रत्यक्ष रूपमा सहकार्य गर्ने खालका कार्यक्रम सह नेतृत्वलाई स्वीकार गर्नुभयो र मार्गदर्शन गर्ने कुरा गर्नुभयो भने हामीले चाहिँ प्रभावकारी रूपमा पुस्तान्तरण गर्न सक्छौँ। यसलाई हामी अझ व्यवहारिक रूपमा चाहिँ यसरी पनि विश्लेषण गर्न सक्छौँ, जसलाई हामी मेन्टरसिप भन्छौँ। वरिष्ठबाट कनिष्ठलाई प्रत्यक्ष प्रशिक्षण दिने, संस्थापक सल्लाहकारहरूको भूमिका बनाउने, युवाहरूलाई कामको जिम्मेवारी दिने कुरालाई हामी मेन्टरसिप मोडल भनेर भन्छौँ। त्यस्तै अर्को सह नेतृत्व मोडललाई चाहिँ हामी पुरानो र नयाँ नेतृत्वको सहकार्य गर्ने, निर्णय प्रक्रियामा दुवै पुस्तालाई समान हस्ताक्षर र दायित्व रहने अभ्यास विकास गर्ने र अर्को चाहिँ युवा छाया नेतृत्व विकास गर्ने। युवाहरूको उद्यमी बोर्ड बनाएर मुख्य सञ्चालक समितिको समानान्तर रूपमा नेतृत्व र बैठक सञ्चालनको अभ्यास गराउने कुराहरूलाई पनि हामीले व्यवहारिक रूपमा जोड्न सक्यौँ भने सहकारीको समग्र पुस्तान्तरणको कार्यक्रमहरू अगाडि बढाउन सक्छौँ। उत्तराधिकारी योजना प्रणाली सक्सेसन प्लान चाहिँ बनाउनु पर्ने हुन्छ। त्यसका लागि हाम्रो वर्तमान अवस्थाको विश्लेषण, नेतृत्वको उमेर संरचना, युवा सदस्य सङ्ख्याको पहिचान चाहिँ एकदमै गर्नुपर्ने। यो वर्ष म हजुरहरूलाई एकदमै अनुरोध गर्न चाहन्छु, विशेष गरी वर्तमान अवस्थाको विश्लेषण गर्नुहोस्। संस्थामा कुन उमेर समूहको कति सदस्यहरू हुनुहुन्छ त्यो पत्ता लगाउनुहोस् र युवाहरूलाई चाहिँ निर्णय प्रक्रियामा सहभागी बनाउने कुराहरूलाई जोड दिनुहोस्। त्यसै प्रशिक्षण, जो इन्ट्रेस्टेड हुनुहुन्छ, जसले चाहिँ सहकारी प्रणालीलाई राम्रो मान्नुहुन्छ वा यसमा काम गर्ने जो जाँगर देखाउनुहुन्छ, उहाँहरूलाई विशेष गरी प्रशिक्षण दिने, नेतृत्व विकास गर्ने र संस्थालाई समग्र रूपमा डिजिटली रूपान्तरण गर्ने, डिजिटल शिक्षाहरूलाई जोड दिने। अबको समयमा चाहिँ यो फिजिकल्ली शिक्षाहरू भन्दा पनि डिजिटली रूपमा समय सापेक्ष शिक्षालाई चाहिँ बढीभन्दा बढी जोड दिनुपर्ने हुन्छ। त्यसै गरी जिम्मेवारी हस्तान्तरण, चरणबद्ध रूपमा आफूसँग भएको जिम्मेवारीलाई नयाँ युवा पुस्तामा हस्तान्तरण गर्ने र त्यसलाई एक्सेप्ट पनि गर्ने, त्यो भएको निर्णयहरूलाई स्वीकार पनि गर्ने, दायित्वलाई सुगठित गर्ने कुराहरूलाई जोड दिनुपर्ने हुन्छ। दिगो सहकारी निर्माणको विशेष गरी सीमाकरण हामीले यसरी गर्न सक्छौँ। पुरानो पुस्ताको अनुभव, संस्थागत स्मरण, विश्वास र सामाजिक पुँजी यो हाम्रो जग हो, जरा हो, रुड हो। नयाँ पुस्ताको ऊर्जा र प्रविधि, डिजिटल सेवा, नव प्रवर्धन र गतिशील हुन्छ र सहकारी दिगो र सुरक्षित हुन सक्छ। यो दुईटा कुरालाई हामीले पुरानो पुस्ताको बुझाइ अनुभवलाई एउटा जगको रूपमा, एउटा जमिन मुनिको भागको रूपमा, रुट्सको रूपमा र नयाँ पुस्ताको ऊर्जालाई चाहिँ बाहिर प्रेजेन्ट गर्ने ठाउँमा, काम गर्ने ठाउँमा, कानुन गर्ने ठाउँमा अगाडि बढाउन सक्यौँ भने बल्ल हाम्रो सहकारीको भविष्य सुरक्षित छ र दिगो सहकारी, दिगो भविष्यको रूपमा चाहिँ हामीले अगाडि बढाउन सक्छौँ। यसका लागि हामीले विभिन्न चरणमा वार्षिक योजनाहरू निर्माण गर्न सक्छौँ। पहिलो वर्ष प्रशिक्षण र पहिचानका कुराहरू, सम्भाव्य युवाहरूको पहिचान गर्ने, वार्षिक युवाका तालिम नेतृत्व विकास गर्ने, ती कार्यक्रमहरू सञ्चालन गर्ने। 3 वर्षभित्र हामीले युवाहरूलाई उपसमिति वा सञ्चालक समितिमा जिम्मेवार बनाउने, डिजिटल रूपान्तरणमा नेतृत्व उनीहरूलाई सुम्पने र 5 वर्षभित्र पूर्ण रूपमा हस्तान्तरण गर्ने, संस्थागत नेतृत्व रणनीतिक निर्णयहरूको सम्पूर्ण बागडोर नयाँ पुस्तामा सुगठित रूपमा हस्तान्तरण गर्ने कुराहरूलाई हामीले एउटा सक्सेसन प्लान बनाएर 5 वर्षभित्र हाम्रो चाहिँ पुस्तान्तरणका कुराहरू बनाउन म अनुरोध गर्न चाहन्छु। यसलाई हामी के गर्न सक्छौँ त, जस्तो कार्ययोजनाहरू बनाउँदा के जोड्न सक्छौँ भन्दा वर्तमान अवस्थाको विश्लेषण, उमेर संरचनाको विश्लेषण, युवा सदस्यहरूको सङ्ख्याको विश्लेषण, यो कुरालाई हजुरहरूले कार्ययोजनामा निर्माण गरेर हाम्रो संस्थाको वर्तमान अवस्थाको बारेमा विश्लेषण गर्न म अनुरोध गर्न चाहेँ पहिलो नम्बरमा। त्यसै गरी पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा र दिगो संस्थाका रूपमा अगाडि बढाउनु पर्ने हुन्छ। लक्ष्य निर्धारण, 5 वर्षमा युवा नेतृत्व विकास गर्ने, डिजिटल सेवा विस्तार गर्ने, यो दुईटा कुरालाई जोड दिएर अगाडि बढ्नु होला। त्यस्तै कार्यक्रमहरू, वार्षिक युवा तालिम, नेतृत्व विकासका कार्यक्रमहरू र डिजिटल रूपान्तरणका कार्यक्रमहरू, अधिकभन्दा अधिक कार्यक्रमहरू यो वर्ष बनाउनु होला, निर्माण गर्नु होला। 1 वर्षभित्र प्रशिक्षण, 3 वर्षभित्र सहनेतृत्व, 5 वर्षभित्र हस्तान्तरणको कार्यक्रम बनाउन सकियो भने पुस्तान्तरणको राम्रो अभ्यास हुन्छ र अभ्यास गतिविधिहरू। अबको पालो तपाईँको हाम्रो सहकारीको पुस्तान्तरण योजना बनाऊ। पुस्तान्तरण गर्नका लागि 3वटा प्रमुख समस्याहरू के हुन सक्छन् हाम्रो संस्थामा त्यो पहिचान गर्नुहोस्। त्यो समाधान गर्नका लागि हामीले 3टा के विकल्पहरू निकाल्न सक्छौँ त्यो पनि पहिचान गर्नुहोस् र 1 वर्षभित्र हामीले के कार्यक्रम गर्ने भन्ने कुरा चाहिँ आजैबाट सुरु गर्न म अनुरोध गर्न चाहन्छु।
नयाँ पुस्ता र सहकारीमा युवा आकर्षण गर्ने उपायहरूको खोजी गर्नुहोस्, डिजिटल सेवाको विकास गर्नुहोस्, युवा उपसमितिहरू गठन गर्नुहोस्, स्टार्टअप सहयोग कार्यक्रमहरू सञ्चालन गर्नुहोस्, उद्यमशीलता विकासका तालिमहरू सञ्चालन गर्नुहोस् र युवा प्रतिनिधित्वको सुनिश्चित गर्नुहोस्। कम्तीमा हाम्रो संचालक समितिमा 1/3 चाहिँ सर्टेन उमेर 40 वा 30 वर्षभन्दा तलको हुनेछ जस्ता कुराहरू, महिला आरक्षण भने जस्तै युवा आरक्षण वा युवा सहभागिताका कुराहरूलाई पनि हामीले जोडेर अगाडि बढाउने कुराहरू र उद्यमशीलताका कुराहरू, विशेष गरी युवा समय भनेको चाहिँ आय आर्जन गर्ने समय हो। त्यो समयमा व्यावसायिकताका कुराहरूलाई अलिकति दिन सकियो भने बल्ल सहकारी प्रतिको आकर्षण बढ्नेछ। ती व्यावसायिकताका कुराहरू हाम्रो संस्थाले बनाउन सकेन भने युवाहरू, अहिलेको युवाहरू चाहिँ जहाँ बढी आय आर्जन हुन्छ त्यो देशमा बढी आकर्षित हुन्छन्, जहाँ बढी सिस्टमको पालना हुन्छ त्यो देशप्रति आकर्षित हुन्छन् र यहाँ चाहिँ नबस्ने अवस्था सिर्जना हुन्छ। त्यो चाहिँ वातावरणले गर्दा हो भनेर भन्ने गरेको छु मैले चाहिँ। हामीले पुरानो पुस्ताले यहाँ बस्ने वातावरण दिन सकेनौँ भने जतिसुकै राम्रो भएन भने तापनि यहाँ चाहिँ नयाँ पुस्ता जोडिने छैन, सहकारीमा आबद्ध हुने छैन। तर पुरानो पुस्ताले चाहिँ वातावरण इन्भाइरोमेन्ट बनाइदिने कुराका लागि चाहिँ कार्यक्रमहरू बनाएर अगाडि जोड्न सकियो भने बल्ल नयाँ पुस्ता सहकारीतर्फ चाहिँ जोडिनेछ। त्यसका लागि उत्तराधिकारी पहिचान गर्ने कुराहरू, प्रशिक्षण दिने कुराहरू र जिम्मेवारी हस्तान्तरण गर्ने कुराहरूलाई पनि जोड दिन म अनुरोध गर्न चाहन्छु। र पुस्तान्तरण विकल्प होइन, अबको आवश्यकता हो, त्यो रूपमा बुझिदिनु होला। पुरानो पुस्तासँग अनुभव छ, नयाँ पुस्तासँग ऊर्जा र प्रविधि छ। दुवैको सहकार्यबाट मात्रै सहकारीको भविष्य सुरक्षित हुन्छ। आजको तयारीले भोलिको सहकारीलाई बचाउनेछ। आजको तयारीले नै भोलि हाम्रो संस्था राम्रो बनाउने हो। त्यस कारणले गर्दा सहकारीको दिगोपनका लागि पुस्तान्तरण कुनै विकल्प होइन, यो 21औं शताब्दीको अनिवार्य आवश्यकता हो भनेर बुझिदिन म अनुरोध गर्न चाहन्छु। ढिलो चाँडो गन्तव्यमा अवश्य पुगिन्छ, बाटो बिर्से तापनि, तर गन्तव्यमा पुग्न असफल ती व्यक्ति हुन्छन् जो घरबाटै निस्किँदैनन्। र हामी सबैले सहकारी प्रणालीबाट सदस्यहरूको आर्थिक सामाजिक सांस्कृतिक विकास गर्ने भनेर एउटा सहकारी प्रणाली अवलम्बन गरेका छौँ। यो सहकारी प्रणालीलाई सफल बनाउने, दिगो बनाउने, निरन्तर रूपमा नेपालको अर्थतन्त्रका 3वटा स्तम्भमध्ये एउटा सशक्त, सक्षम र संस्कारयुक्त र सामाजिक उत्तरदायित्व सहितको क्षेत्रका रूपमा विकास गर्नका लागि सबै संस्थाहरूले यहाँ जति सहभागी हुनुभएको छ, उत्तराधिकारी योजना, प्रविधि रूपान्तरणका कुराहरूलाई अबको समयमा हामीले जोड्न सक्यौँ भने नै साँचो अर्थमा पुस्तान्तरणको कुरा हुनेछ। त्यसका लागि हामी एउटा शब्द भन्छौँ, प्रोग्रेस इज इम्पोसिबल विदाउट चेन्ज। प्रगति चाहिँ यदि सोचाइ परिवर्तन भएन भने त्यो सम्भव छैन। एन्ड दोज हु क्यान नट चेन्ज देयर माइन्ड क्यान नट चेन्ज एनिथिङ भनिन्छ। सबैभन्दा पहिला चाहिँ सोचाइ चेन्ज गर्न पर्यो। सोचाइ चेन्ज भयो भने हामीले प्रगति गर्न सक्छौँ भन्ने कुरा राख्दै मैले मेरो विषयवस्तु चाहिँ सकेको छु। हजुरहरूलाई मैले प्रस्तुत गरेको विषयवस्तुमा लागेका जिज्ञासाहरू राख्न सक्नुहुन्छ भन्दै म विनोद सरलाई पनि अनुरोध गर्न चाहन्छु सहजीकरणका लागि। हस्, धेरै धेरै धन्यवाद आदरणीय नारायण सरलाई। अब यहाँहरूलाई आजको यो प्रस्तुतिमा केही जिज्ञासा छन् भने यहाँले पालै पालो ह्यान्ड रेज गरेर आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ। म यहाँहरूलाई यो फ्लोर ओपन भएको जानकारी गर्दछु। श्याम सर हुनुहुन्छ, श्याम सुन्दर लामिछाने। कृपया सर प्लिज आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ। अनम्युट गर्नु अनि आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ। श्याम सर, हजुरले अनम्युट गरौँ न। अनम्युट छैन सर, हजुरको म्युट भइराखेको छ।
के हामीले अनम्युट गरिदिए यसलाई मिलेन वारिस सर श्याम सर हजुरको मोबाइल हो कि ल्यापटप हो त्यसको तलतिर हेर्नुहोस् त त्यो अडियो भन्ने छ त्यहाँनिर क्लिक गर्नु त एकचोटि त्यो भिडियोसँगै छ ठिक छ उहाँले ट्राई गर्दै हुनुहुन्छ अरू कसैको के कुरा छ भने राखिदिनु होला अरू कसैको क्वेरी छ ठिक छ सर यहाँ एउटा म्यासेजमा चाहिँ नेपाल आदर्श मल्टिपर्पोजबाट यसको लागि कार्यविधि बनाउनु पर्छ कि नाइ भनेर सोध्नु भएको छ नारायण सर हजुरले एकचोटि राखिदिनु यो नयाँ विषयवस्तु भएको भएर अलिकति फरक पनि अनुभूति हुनसक्छ आज हामीले विशेष गरी पुस्तान्तरण होइन जेनेरेसन ट्रान्सफर्मको सम्बन्धमा छलफल गऱ्यौँ हुन यो सबै विषयमा जेनेरेसन ट्रान्सफर्म हुन्छ है मोबाइलको जुन वाइफाईको पहिला 2G 3G 4G 5G आइसकेको अवस्था छ हाम्रो ल्यापटपहरू पनि पुरानो पुस्ताबाट नयाँ पुस्ता चेन्ज हुँदै i3 i5 i7सम्म गइरहेको अवस्था छ हरेक विषय चाहिँ त्यसलाई जी भनेको जेनेरेसन हो नयाँ पुस्ता भन्ने विषयवस्तु हो त्यो हाम्रोमा अलिकति यो विषयमा छलफल अनि अभ्यास अनि सोच विशेष गरी सोचाइ चाहिँ नभएको कारणले गर्दाखेरि अब के छलफल गरौँ भन्ने पनि लाग्न सक्छ हजुरहरूले यो विषयमा कार्यविधि भन्दा पनि आफ्नो कार्यक्रमहरू बनाउँदाखेरि नयाँ जेनेरेसन का कुराहरू नयाँ शैलीका कुराहरू हाम्रा कार्यक्रमहरू नयाँ विधिबाट दिने कुराहरूलाई जोडेर अगाडि बढ्ने कुरा भएको कारणले गर्दाखेरि विशेष गरी कार्यक्रमहरू बनाउने कुराहरू रणनीतिक योजना बनाउनुहुन्छ वार्षिक योजना बनाउनुहुन्छ ती कुराहरूमा हामीले सेवा दिने शैलीहरूलाई पनि नयाँ जेनेरेसन अनुसार चेन्ज गर्ने गरी पुस्तान्तरण गर्ने कुराहरूलाई अगाडि बढाउन म अनुरोध गर्न चाहन्छु केही जिज्ञासाहरू चाहिँ अहिले च्याट बक्समा आइरहेको छ एउटा चाहिँ एनसिबिएल भनेर राख्नु भएको छ होइन को हुनुहुन्छ हजुरले चाहिँ सहर सहभागी हुनुको लागि के गर्ने भन्नुभएको छ यो चाहिँ के भन्नुभयो बुझिएन हजुरले अनम्युट गरेर आफ्नो जिज्ञासा राखिदिनु न एनसिबिएल भनेर लेख्नु भएको छ को हुनुहुन्छ नयाँ पुस्तालाई हस्तान्तरण गर्दा कति क्वालिफिकेसन चाहिन्छ भन्ने कुरा गर्नुभएको छ एकजना सरले यो क्वालिफिकेसनको कुरा भन्दा पनि विशेष गरी यो विषयलाई सहकारीलाई रुचाउने कुराहरू सहकारी विधिबाट पनि व्यवसायहरू गर्न सकिन्छ भन्ने कुराहरू विशेष गरी बचत ऋण भन्दा पनि अरू उद्यमका कुराहरूमा जोड्न सकियो भने बल्ल नयाँ कुराहरू जोड्ने हो यो कार्य गर्ने काम गर्ने वा व्यवसाय गर्ने एउटा विधि सहकारी भएको भएर कुन व्यवसाय कुन उद्यम सञ्चालन गर्न चाहनुहुन्छ त्यो उद्यम त्यो व्यवसाय चाहिँ नयाँ शैली नयाँ तौर तरिका नयाँ विधिबाट गर्ने कुरा हो यसको क्वालिफिकेसन यो चाहिँ जुन पुरानो चलिआएको हाम्रो परम्परागत शैली वा परम्परागत प्रक्रिया वा परम्परागत सोच छ त्योभन्दा समय सापेक्ष सोच समय सापेक्ष कार्यशैली र समय सापेक्ष कानुनका तौर तरिकाहरू जोड्ने कुराहरूलाई मैले अनुरोध गर्न चाहेँ अहिलेको अवस्थामा राजनीतिक पार्टीले नेतृत्वको चुनौती दिइरहेका छन् कि नयाँले स्थान पाउलान् त भन्ने कुरा गर्नुभएको छ सरले अब त्योलाई हामीले विशेष गरी नयाँ सहकारीको विषयमा कुराकानी गर्दा हामीले हाम्रो संस्थाको विषयवस्तुलाई जोड्ने हो बाहिरको विषयवस्तु भन्दा पनि हाम्रो संस्थाभित्र चाहिँ सक्सेसन प्लान र नयाँ पुस्ता जोड्ने कुराहरूलाई जोडेर अगाडि जाने कार्यक्रमहरू बनाउनु भयो भने त्यो पुरानो संरचना पुरानो तौर तरिका र पुरानो पार्टीगत चिजले चाहिँ धेरै प्रभाव नपार्ला त्यो पारिरहेको छ भने पनि त्यसबाट मुक्त हुने गरी कार्यक्रमहरू बनाउने र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरालाई चाहिँ प्राथमिकतामा राख्ने कुराहरूलाई जोड दिनुपर्ने हुन्छ
नाग सर, हजुर सर। म अनम्युट भएको छु अहिले। हजुर सर, हजुर। नमस्कार, म नवलपरासीबाट श्यामसुन्दर लामिछाने। म हजुर सर। छाता सङ्घमा काम गर्छु, हजुर सर। जिल्ला सहकारी सङ्घको सचिव। यो नेतृत्वको निरन्तरता र मोह नै एउटा बाधक छ कि अब हामी देखिरहेका छौँ अहिले पनि 20 वर्ष अगाडिदेखि नै छाता सङ्घमा बस्नेहरूकै निरन्तरता छ कि उहाँहरूले युवाहरूलाई त्यहाँ ल्याउनै सक्नुहुन्न, चाहनुहुन्न। यो यो मनोविज्ञानले असाध्यै यो तलबाट आउने जुन युवाहरूको आकर्षण छ यो बढाउन सकिएको छैन, जोड्न सकिएको छैन। अनि युवाहरूलाई उत्पादन र उद्यमशीलतातर्फ नै जोड्नुपर्ने हुन्छ, जसले वैदेशिक रोजगारमा जानेहरू, विशेष गरेर गल्फ कन्ट्रीमा जानेहरूको एउटा क्रम चाहिँ अलिकति रोकिन सक्छ र युवाहरूलाई हस्तान्तरण गर्ने गरी मानसिक किसिमले त्यो सोच बनाउनु आवश्यक छ। अब परम्परागत शैलीले धेरै कुरा बुझ्दा पनि बुझ्दैन, नयाँ कुरा एक्सेप्ट पनि गर्दैन। अब यसलाई अलिकति कार्यविधि वा अलिकति समय अगाडि बढाउन के कुरा होइन नाम सर? एकदम सरले भन्नुभएको कुरालाई अब आउने जुन कार्ययोजना वा कार्यक्रम बनाउँदै हुनुहुन्छ त्यो कुरामा यो नेतृत्व हस्तान्तरणका कुराहरू हुन त अहिलेको कानुन सहकारी ऐनले पनि प्रश्न भनेको छ 2 कार्यकालभन्दा बढी चाहिँ सञ्चालक समितिको विभिन्न पदहरूमा बस्न नपाउने भन्ने कुराहरू तोकेको छ। त्यो चाहिँ कानुनी रूपमा तोकिएका विषयवस्तुहरू रहे। त्यसको अर्थ पनि पुस्तान्तरण हुनुपर्छ, नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने विषयवस्तु हो। तर पनि विशेष गरी ट्रस्टकै समस्या छ, विश्वासको समस्या छ वा अरू त्यसको पछाडि जोडिएका अरू विविध विषयवस्तुहरू सरले जोडिहाल्नुभयो, ती विषयवस्तुहरू पनि छन्। ती कुराहरूलाई परिवर्तन गर्नका लागि हामीसँग 55% भन्दा बढी त 30% भन्दा तलको युवा समूह नेपालमा भएको अवस्था र 80% को हाराहारीमा त 45 वर्षभन्दा तल उमेर समूहको जनसङ्ख्या भएको अवस्था छ। तसर्थ अब त्यो 80% को सोचाइ र शैलीलाई नेतृत्व गर्न सक्ने खालका कार्यक्रमहरू बनाउने कुरामा हामी जोडिएनौँ भने चाहिँ हामीलाई गाह्रो छ सर। सरले एकदमै जुन कुराहरू गर्नुभयो त्यसका लागि मानसिक रूपमा सबैभन्दा पहिला परिवर्तन हुने खालका कार्यक्रमहरू यो वर्ष हाम्रो छाता सङ्घकै नेतृत्वमा नवलपरासीमा चाहिँ सञ्चालन गर्नुभयो भने यो चेन्ज हुनपर्छ है, चेन्जलाई एक्सेप्ट गर्नुपर्छ है भन्ने कुरालाई जोड्नुभयो भने अर्को वर्षबाट कार्यक्रमहरू र जति धेरै कार्यक्रम भयो त्यो अनुसारको वातावरणहरू बन्दै जान्छ। त्यो पहिला सोचाइ, त्यसपछि चाहिँ कार्यक्रम अनि त्यसबाट बल्ल रिजल्टका कुराहरूमा जोड दिन म श्याम सरलाई अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सो मच नारायण सर। म्यासेजहरूमा को जिज्ञासा राख्न खोज्नु भएको जस्तै छ हो? पर्वत कुस्मा भन्नेबाट सर बोल्न खोज्नु भएको थियो। सर हजुरले अनम्युट गरेर आफ्नो जिज्ञासा राखिदिनु। सिद्ध लक्ष्मीबाट पनि ह्यान्ड रेज गर्नुभएको छ। हुन्छ सर, हजुरले अनम्युट गरेर आफ्नो जिज्ञासा राखिदिनु। हजुर सबैलाई नमस्कार। नमस्कार सर, राखिदिनुहुन्छ। नयाँ नेतृत्व क्षमतालाई विकासका लागि के गर्नुपर्दछ भनेर मलाई एउटा जिज्ञासा राख्न मन लाग्यो कि क्षमता विकासका लागि के गर्नुपर्दछ हामीले भनेर मैले। हुन्छ सर, हुन्छ ल यो म जोड्दै जाउँ म्याडम अनुजा म्याडम कि? हुन्छ सर, जोड्दै जाउँ सर। नयाँ नेतृत्व विकासका लागि हाम्रो संस्था चाहिँ अनवरत रूपमा चल्ने संस्था हो, अनगोइङ संस्था हो। मान्छेको चाहिँ निश्चित समय हुन्छ, उमेर हुन्छ र निश्चित सोचाइ हुन्छ, निश्चित अनुभूति हुन्छ, निश्चित चाहिँ अनुभव पनि हुन्छ। तर अर्गनाइजेसन भनेको अनगोइङ अनन्तकालसम्म गइरहने संस्था भएको कारणले गर्दाखेरि नयाँ जेनेरेसन वा नयाँ सदस्यहरूलाई सबैभन्दा पहिला चाहिँ सहकारीको बारेमा हामी सहकारी क्षेत्रसँग विषयवस्तु रहेर छलफल गरिरहेको भएको कारणले गर्दा यसको सिद्धान्त, यसको मूल्य मान्यता र यसको सकारात्मक विषयवस्तुहरूको बारेमा बढीभन्दा बढी बुझाउने कुराहरू, सिकाउने कुराहरू र मानसिक रूपमा चाहिँ बुझाइमा स्पष्टता लिएर आउने कुरालाई जोड दिनुपर्ने हुन्छ। म अनुरोध गर्न चाहन्छु एउटा भाइ सङ्ग्रेजीमा
क्ल्यारिटी इज पावर भन्छन्। जुन जुन विषयमा जति धेरै बुझेको सक्षम भयो त्यो त्यति शक्तिशाली हुन्छ। शक्तिशाली भनेको चाहिँ त्यो विषयको ट्यालेन्सी नै हो, बुझाइ नै हो, क्षमता नै हो, त्योभन्दा अरू विषय चाहिँ शक्तिशाली हुँदैन। त्यो कुरालाई मैले अनुरोध गर्न चाहेँ। त्यही भएर बुझेको बनाउने कुरालाई प्राथमिकतामा राख्न म अनुरोध गर्न चाहन्छु विकासक्रममा। त्यसै त्यो बुझाइ समान भयो भने त्यो अनुसारको जिम्मेवारी र दिन सक्नुभयो। त्यो जिम्मेवारी दिने खालका कार्यक्रमहरू युवा उपसमिति बनाएर वर्षमा कम्तीमा यो काम चाहिँ गर्नुपर्ने। उदाहरणको लागि नजिकैको क्याम्पसहरूमा +2 पढ्ने भाइ बहिनीहरूका लागि सहकारी शिक्षा वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, नजिकैको क्याम्पसमा डिजिटल कन्टेन्ट बनाउने कुराहरू, एआई प्रम्प्ट इन्जिनियरिङका पाठहरूमा जोड दिन सक्नुभयो, त्यसबाट चाहिँ आय आर्जन हुन्छ भन्ने कुराहरू सुनिश्चित विकास गर्न सक्नुभयो भने बल्ल हजुरले त्यो नयाँ युवालाई चाहिँ हाम्रो संस्थाप्रति सहकारीप्रति आकर्षण गर्न सक्नुहुन्छ, नेतृत्व विकास गर्न सक्नुहुन्छ र उसले ट्रस्ट गर्यो र यसमा केही हुन्छ भन्ने फिल गर्यो भने बल्ल यसमा इन्भल्भ हुन्छ। इन्भल्भ हुनु भनेको यसका लागि काम गर्नु भनेको र यसलाई राम्रो बनाउन अगाडि लाग्नु भनेको नै नेतृत्व विकास गर्नु हो, नेतृत्व गर्नु हो। त्यो भएको कारणले गर्दाखेरि यो नेता भन्ने कुरा चाहिँ पदले हुने कुरा होइन, त्यो चाहिँ व्यक्तित्वले हुने कुरा हो। कुनै पद प्रतिष्ठा प्राप्त गर्दैमा, कुनै तहको हुँदैमा, कुनै धेरै वर्षको अनुभवले मात्रै हुने विषयवस्तु पनि होइन। त्यो चाहिँ विशेष गरी लिडरसिप इज नट अ पर्सनल पावर भन्छन्। यो चाहिँ नट पोस्ट पावर, यो पदको चाहिँ ऊ होइन, के भन्छन्, यो चाहिँ पर्सनल पावर, व्यक्तिगत रूपमा तपाईँ सक्षम हुने कुराहरू हो। त्यो भएको कारणले गर्दा व्यक्तिलाई सक्षम बनाउने कुराहरूलाई अगाडि जोड्न सक्नुभयो, त्यो अनुसारको वातावरणहरू दिनुभयो, त्यो अनुसारको कार्यक्रमहरू बनाउन सक्नुभयो भने बल्ल हजुरले नेतृत्व विकास गर्न सक्नुहुन्छ। त्यो अनुसार यो वर्षका कार्यक्रमहरू बनाउन म अनुरोध गर्न चाहन्छु। सर्टेन कार्यक्रमहरूमा निश्चित युवाहरूको प्रतिनिधित्व चाहिँ सुनिश्चित गर्ने कुराहरूलाई पनि अगाडि बढाउन म अनुरोध गर्न चाहन्छु। नारायण सर, मेसेजमा पनि जिज्ञासाहरू आइरहेको छ, हजुरले यसो हेरिदिनुहुन्छ मेसेज? संस्थामा युवा आकर्षण कसरी होला? पुरानो स्थान नछाडी नयाँ ठाउँ पाउँदैन भन्नुभएको छ। पक्कै पनि नयाँ जेनेरेसनलाई आकर्षण गरेर नयाँ जेनेरेसनबाट हुन्छ भन्ने भावना विकास गराउनु हो भने सहकारी भनेको डेमोक्रेसी हो, प्रजातान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रणाली हो। जति धेरै सदस्यले जो नेतृत्वमा चाहन्छ त्यो व्यक्ति नै नेतृत्वमा आउने भएको कारणले गर्दाखेरि नयाँलाई धेरै जिम्मेवारी दिएर पुरानोको भन्दा नयाँको काम राम्रो भयो भने त्यो स्वाभाविक रूपमै अगाडि आउँछ। त्यो कुरालाई म अगाडि लिएर आउन अनुरोध गर्न चाहन्छु। त्यसै गरी सदस्यलाई पहिला सहकारी संस्थाको बारेमा जानकारी गराउनुपर्छ भन्नुभएको छ। एकदमै संस्थामा सदस्य बनाउने बित्तिकै संस्थाको सबै विषयवस्तु स्थापनादेखि अहिलेसम्म सञ्चालन गर्दा तौर तरिकाहरू, अवलम्बन गरेका कुराहरू, उपलब्धिहरू, समस्याहरूको बारेमा राम्रोसँग जानकारी गराउने कुराहरूलाई जोड दिनुभयो, संस्थाका कार्यक्रमहरूका बारेमा राम्रोसँग जोड दिनुभयो, संस्थाप्रति जिम्मेवार रहनुपर्छ, आफ्नो कारोबार इमान्दारितापूर्वक कारोबार गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्नुभयो भने चाहिँ बल्ल हामीले र सदस्यलाई चाहिँ ओपनली आफ्ना कुराहरू राख्न सक्ने अवसर, सहकारीमा ओपननेस भन्ने एउटा मूल्य मान्यतामा रहन्छ, खुल्लापन। केही कुरा भन्नु छ भने सबैले सुन्ने गरी, बुझ्ने गरी प्रष्टसँगले बोल्न पाइन्छ, बोल्नुपर्छ। त्यो गुट उपगुट बनाउने, काने खुसी गर्ने काम चाहिँ गलत हो सहकारीमा, किनभने सहकारी सबैको साझा संस्था भएको कारणले गर्दाखेरि यो ओपननेसका कुराहरूलाई अगाडि बढाउने कुराहरू चाहिँ बढाउन म अनुरोध गर्न चाहन्छु। त्यसै गरी सहकारी बोर्डमा एक कार्यकाल भन्नाले कति रहेछ सर भन्नुभयो। एक कार्यकाल भनेको चाहिँ एकचोटि सञ्चालन समितिमा नियुक्त भएर त्यो जुन अहिलेको सहकारी ऐनमा चाहिँ 4 वर्षको एक कार्यकाल हुनेछ भनेर लेखेको छ, त्यो अनुसार 4 वर्षको अवधि रहन्छ। तर बिचमै कहिलेकाहीँ बहुमत सञ्चालकले छोडेर जानुभयो र फेरि बिचमै सबै नयाँ विशेष साधारण सभा वा साधारण सभाबाट नयाँ नेतृत्व पनि चयन हुनसक्छ। त्यो अवस्थामा चाहिँ पुरा 4 वर्ष नहुन पनि सक्छ। अन्यथा सामान्यतया 4 वर्षको कार्यकाल हामी एक कार्यकाल भनेर भन्ने गर्छौँ। आजको आवश्यकता पनि पुस्तान्तरण हो भन्नुभएको छ, एकदमै राम्रो। यो उपलब्ध गराइदिनुहोस् भन्नुभएको छ, ठिक छ। नारायण सर, हजुर, यहाँ एउटा सिद्धेश्वरी सार्कोसबाट आफ्नो जिज्ञासा छ भन्नुभएको छ, हजुरले अनम्युट गरेर राखिदिनु होला म्याम। म्याम सर। हजुर म्याम सर नमस्कार। नमस्कार म्याम। हजुर सर आजको विषयवस्तु एकदम राम्रो लाग्यो। हजुर म्याडम। सर यो युवा हस्तान्तरण पुस्तान्तरण गर्नुपर्छ भनेर हामीले पनि 3 वर्ष अरे 4औं वर्ष यो साल चाहिँ हामीले अब प्रतिनिधि, अब अहिले हाम्रो नयाँ निर्वाचन हुन्छ, हामीले 3 वर्ष अगाडि नै
नयाँ पुस्तालाई दिनुपर्छ भनेर नयाँ पुस्ताका सदस्यहरू सञ्चालक समिति अध्यक्षदेखि लगेर सम्पूर्ण अब हाम्रो केही नै भयो भने अलिअलि पढेको र ल्याउनुपर्छ नयाँ युवा पुस्तालाई दिनुपर्छ भन्ने कुरा भयो। अनि यहाँनिर समस्या के भयो सर भन्दाखेरि नयाँ पुस्तालाई त ल्याउनु भयो, जोस भयो, जाँगर भयो, मेहनत गर्नुभयो, तर के हुन्छ भन्दाखेरि हाम्रो स्वरोजगारको कुराहरू यसमा जोडिँदो रहेछ सर। सहकारीको सञ्चालक समितिमा त कस्तो मान्छे हुनुपर्दो रहेछ भनेपछि विदेश जान पनि नसक्ने फुर्सदिलो मान्छे, काम नभएको मान्छेलाई त्यस्तो समितिमा हुँदो रहेछ हाम्रोमा। अब जहाँ गर्दा पनि सर पैसाको कुरा आउँदो रहेछ, आर्थिक कुरा आउँदाखेरि जो युवाहरूलाई हामीले ल्यायो, युवाहरूलाई ल्याउँदाखेरि चाहिँ 4 वर्ष पनि टिकाउन गाह्रो भइरहेको छ क्या सञ्चालक समितिमा। उहाँहरू चान्स पायो भने निस्किन खोज्नुहुन्छ, उमेर छ, अब अन्त जागिर खान खोज्नुहुन्छ, पढे लेखेको मान्छेलाई हालिया छ। त्यो हुँदा चाहिँ हामी नयाँ युवा पुस्तालाई कसरी राखिराख्न सक्छौँ सहकारीको सञ्चालक समितिमा, लेखा समितिमा? किनभने उहाँहरूलाई दिनु त हाम्रो स्यालेरी दिन्नौँ, यही दिनको भत्ता नै हो, आधा जाति खर्च दिन्छौँ अनि बढीमा नास्ता नै हो। त्यो हुँदाखेरि त हामीले नयाँ सदस्य युवा सदस्यहरूलाई ल्याउँदाखेरि चाहिँ 4 वर्ष कटाउने नि गाह्रो हुँदो रहेछ। हाम्रो त्यो समस्या चाहिँ अहिले आइरहेको छ। अनि त्यस्तो गर्दाखेरि युवाहरूलाई सहज तरिकाले त्यो सञ्चालक समितिमा बसेर, लेखा समितिमा बसेर काम गर्नको लागि कसरी वातावरण मिलाउन सकिएला, मेरो प्रश्न। एकदमै धेरै धेरै धन्यवाद म्याडमलाई। एकदम हजुरले भनेअनुसार व्यवसायको प्रकृतिले प्रभाव पार्ने यो विषयमा सहकारीको मिनिङ चाहिँ के हुन्छ भने साझा आवश्यकता वा साझा उद्देश्य भएका व्यक्तिहरू मिलेर उहाँहरूको हितका लागि प्रजातान्त्रिक तौर तरिकाबाट सञ्चालन गर्ने व्यवसाय गर्ने एउटा विधि चाहिँ सहकारी हो। त्यो चिजलाई विशेष गरी उदाहरण मैले हजुरलाई दिन चाहेँ। भारतमा एउटा लिज्जत भन्ने एउटा सहकारी संस्था छ। त्यो सहकारी संस्था आजभन्दा 60 वर्ष अगाडि स्थापना भएको सहकारी हो। त्यो सहकारीले सबै दिदीबहिनीहरूलाई के दिन्छ भन्दाखेरि यो पापड बेल्न तालिम दिन्छ, लोरी बेल्न दिन्छ। त्यसपछि उहाँहरूले मुछेको पिठो बिहान बिहान 80वटा लेआउटबाट लिन पाउनुहुन्छ। घर गएर काम गर्नुहुन्छ दिनभरि, साँझ लिएर आएर संस्थामा जम्मा गर्नुहुन्छ। अर्को दिन जति काम गर्नुभयो दिनदिनै त्यो अनुसारको उहाँले पे पाउनुहुन्छ। उहाँले जम्मा गरे अनुसार उहाँको ग्रेड हुन्छ। त्यो ग्रेड अनुसार हरेक वर्ष भएको मुनाफाबाट संरक्षित पनि फिर्ता कोष पनि पाउनुहुन्छ। अब त्यो किन सस्टेन भयो त 60 वर्षदेखि राम्रोसँग अगाडि बढिरहेको छ, नयाँ पुस्तान्तरमा भइरहेको छ भन्दा त्यो चाहिँ उद्यममा आधारित भयो, व्यवसायमा आधारित भयो र त्यसैबाट उहाँहरूको जीविका निर्वाह भयो। तसर्थ त्यो चाहिँ राम्रोसँग अगाडि बढिरहेको छ। हामीले चाहिँ व्यवसाय कसरी सञ्चालन गऱ्यौँ भन्दा सदस्यहरूसँग बचत सञ्चालन गर्ने, सदस्यलाई ऋण लगानी गर्ने भन्दा अरू उद्यमशीलताका कार्यक्रमहरूमा हामी धेरै फोकस गर्न सकेनौँ। अब यो बचत सङ्कलन गर्ने, ऋण लगानी गर्ने भन्ने व्यवसायमा चाहिँ सञ्चालक समिति प्रत्यक्ष रूपमा कर्मचारी भएर काम गर्न नपाउने वा काम गर्यो भने त्यो चाहिँ उसको इन्ट्रेस्ट बाजिने वा सदस्यहरूसँग सङ्कलन गरेको एउटा विश्वासको आधारमा सङ्कलन गरेको रकम चाहिँ समितिको भरमा लगानी हुँदाखेरि समितिको प्रभावमा बढी लगानी भयो भने त्यो मिसयुज हुने सम्भावना, गलत प्रयोग हुने सम्भावना बढिरहने भयो भनेर प्रत्यक्ष रूपमा चाहिँ सञ्चालक समिति नै कर्मचारी भएर काम गर्न सक्ने अवस्था रहँदैन रिस्कको कारणले गर्दाखेरि। त्यो अवस्थामा त्यस्तो नेतृत्व गर्नका लागि हजुरले भनेको कुरा एकदमै उहाँले पाउने भनेको बैठक भत्ता मात्रै हो, त्योभन्दा अरू केही पनि पाउनुहुन्न। तर जिम्मेवारी भनेको चाहिँ असीमित हुने भयो। सदस्यहरूको सेयर बचत बोक्ने अनि त्यसलाई सुरक्षित रूपमा लगानी गर्ने, त्यसपछि त्यो असुल गरेर सदस्यहरूलाई ब्याज पनि फिर्ता दिने, लाभांश पनि दिने, सदस्यलाई खुसी पनि बनाउने। यो संरचनामा चाहिँ हजुरले भने जस्तो युवाहरूलाई नै त्यसको नेतृत्व सञ्चालक समितिमै राखेर भोलिन्टियरै काम गराउनका लागि अलिक कठिन हुने जस्तो देखिन्छ। हजुरले भनेको एकदमै ठिक हो। तर उद्यममा, व्यवसायमा रेक्सा चलाउने टिम, खेती किसानी मात्रै गर्नेवाला टिम वा बाख्रा पालन वा गाई पालन वा विशेष गरी सर्टकटमा उद्यमशीलता वा साझा आवश्यकता वा साझा व्यवसायमा आधारित संस्था सञ्चालन गर्नुभयो भने चाहिँ हजुरले भने जस्तो फेरि समस्या पर्दैन। त्यहाँ उहाँले नै व्यापार व्यवसाय पनि गर्नुहुन्छ र आफ्नो व्यापार व्यवसायमा हुने समस्याहरूको सम्बन्धमा उहाँ नै नेतृत्वमा भइसकेपछि संस्थाको माध्यमबाट एउटा शक्तिको, संस्था भनेको शक्ति हो, टिमको माध्यमबाट समाधान गर्नुहुन्छ। कुनै पनि निकायमा त्यो पालिका हुनसक्छ, त्यो राज्यको कर कार्यालय हुनसक्छ, त्यो कुनै पनि निकायमा गएर आफ्ना साझा समस्याहरू को लिड गर्ने र त्यसलाई समाधान गर्ने नेतृत्व गर्न सक्नुहुन्छ। तर अबको समयमा अघि मैले भनिरहेको थिएँ यो छलफलमा युवालाई यदि आकर्षण गर्ने हो भने उद्यमशीलताका कुराहरू र डिजिटल प्लेटफर्ममा जोडिने कुराहरू र रिस्क व्यवस्थापन गर्ने फरक टुल्सहरूलाई जोड्न सकेनौँ र परम्परागतै शैलीबाट संस्था सञ्चालन गर्ने तर युवा चाहिँ ल्याउने काम गर्नुभयो भने त्यो युवालाई टिकाउन गाह्रो पर्छ। अहिले हाम्रोमा भइरहेको त्यही हो भनेर म अनुरोध गर्न चाहे म्यामलाई।
नारायण सर हस् अर्को हस् थ्याङ्क यू सर। यहाँ अर्को के कुरा यहाँ सबैले यसको यो के अरे पिपिटीहरू यिनीहरू प्रोभाइड गर्नु भनिरहेछ। यो चाहिँ हाम्रो इ लाइब्रेरी यो हाम्रो सहकारी ब्याङ्कको वेबसाइटभित्र इ लाइब्रेरी भन्ने छ। त्यहाँभित्र हामीले हरेक शुक्रबारको सबै परामर्शहरू त्यहाँ राखेका हुन्छौँ। हजुरले त्यहाँ गएर एकचोटि त्यहाँ भिजिट गरिदिनु होला। यदि हजुरलाई त्यो थाहा भएन कसरी हेर्न आएन भने नजिकको शाखामा हजुरले सम्पर्क राख्न सक्नुहुन्छ है। एउटा यहाँ जिज्ञासा आएको रहेछ सहकारीमा उमेश पौडेल सरको सहकारीमा यो म्यामले हेर्नु कता छ सहकारीमा प्रविधि विकासको समस्या छ। सानो संस्था र पुँजी कम भएका संस्थाहरूमा युवा आकर्षण कसरी होला? पुरानोले स्थान नछाडी नयाँ ठाउँ पाउँदैन भन्नुभएको छ उमेश पौडेल सरले। सरलाई मैले के अनुरोध गर्न चाहेँ भने हाम्रो यो व्यवसाय हो, संस्था हो, सहकारी भनेको सुरु सानोबाटै हुन पाउँछ। थोरैजनाबाट सानो पुँजीबाट सुरु गर्ने हो, तर समयअनुसार चाहिँ संस्था विकास हुनुपर्छ, वृद्धि हुनुपर्छ र प्रविधि प्रयोग गर्न सक्ने, समय सापेक्ष प्रयोग गर्न सक्ने हुनुपर्छ। त्यो हुन सकेन भने हामी समयअनुसार परिवर्तन हुन सक्दैनौँ र संस्था समस्यामा पर्छ। त्यही भएर मैले के अनुरोध गर्न चाहेँ भने विकसित देशहरूमा यति धेरै संस्थाहरू हुँदैनन्, एकदमै थोरै संस्थाहरू हुन्छन्। त्यो भएको भएर संस्थाहरूलाई एकीकरण गर्ने, बलियो संस्था बनाउने र आधुनिक प्रविधिहरूको प्रयोग गर्ने, युवाहरूलाई आकर्षण गर्ने खालका कार्यक्रमहरू अगाडि बढाउने कुराहरूलाई प्राथमिकतामा दिन म अनुरोध गर्न चाहन्छु। त्यसका लागि पुरानो सोच र शैली भन्दा पनि नयाँ सोच, नयाँ परिवेश, त्यो अनुसारको शैली विकास गर्ने खालका यो वर्ष कार्यक्रम हजुरको संस्थामा बनाउनुहोस् भनेर म अनुरोध गर्न चाहन्छु। नारायण सर अर्को यहाँ लेटाङ साकोसबाट ह्यान्ड रेज गरिरहनु भएको छ। हजुरले आफ्नो जिज्ञासा राखिदिनु होला अनम्युट गरेर। हस् नमस्कार सबैजनालाई, हजुरलाई नमस्कार। नमस्ते सर। म लेटाङ साकोसबाट बोल्दैछु। म अघि हाम्रो मेम हुन्छ सिद्धेश्वर साकोस सायद होला उहाँ भन्नुभयो कम्पनी राख्नु त त्यस्तै सलिलो त्यसमा सहमत भएर भन्न खोजेको यो पुस्तान्तरणबाट हुने बेफाइदाहरू चाहिँ के छन् होला सर मलाई भन्नुहोस् एक्चुली। पुस्तान्तरणबाट बेफाइदा भन्दा पनि पुस्तान्तरण गर्न चाहिँ के समस्या हुन सक्छन् भन्ने पार्टमा रह्यो होइन। पुस्तान्तरण गरेपछि हुने बेफाइदा समस्या त छन्, धेरै छन् होइन। किन मैले 4 वर्ष ट्राई गरेर म 4 वर्ष निकै गाह्रो भएर सकेर भर्खर यसमा नयाँ समिति बनेको छु। हजुर 33% होइन, हामीले 67% चाहिँ हामीले बनाएको थियौँ 30 वर्ष मुनिको होइन। अनि सहकारी संस्था भनेको त वित्तीय कुरा पनि हुने कुरा। विश्वास मान्छे पैसा किन राख्छ सहकारीमा भन्दा त उसको विश्वसनीयता कुरा हुन्छ, बोर्डमा को छ मान्छे हेरेका हुन्छन्, सामाजिक प्रतिष्ठा के छ भन्ने कुरा हेरेको हुन्छन्, समाजमा मान्छे कति भिजेको छ भन्ने, युवामा ऊर्जा छ, शक्ति छ, सोच छ नयाँ भन्नेमै मान्छेले पैसा ल्याएर राख्छ भने छैन। त्यसपछि निरन्तरता कतिको हुन्छ संस्थाको होइन, हरेक कुरा हुन्छ नि। यो त सामाजिक संस्था मात्रै होइन, वित्तीय पनि जोडिएको हुन्छ। भन्नु होला यस्तो हो नि त सर, यो सिस्टमले चल्ने कि सिस्टमलाई चलाउने भन्ने विषयवस्तुसँग जोडिन्छ सरले भनेको कुराहरू। त्यो सिस्टम विकास भएको छ भने हरेक विषयवस्तुहरू एउटा विधि, एउटा प्रक्रियाबाट निर्णय भएर जाने हो। त्यहाँ को व्यक्ति छ भने व्यक्ति प्रदान हुँदैन। संस्था भनेको चाहिँ व्यक्तिबाट सञ्चालन हुने होइन, विधिबाट सञ्चालन हुने हो होइन। त्यो विधिहरू निर्माण गर्नु भएको छैन, यदि प्रक्रियामा अगाडि बढ्दैन भने चाहिँ व्यक्ति असल छ, राम्रो छ, समाजको हो, विश्वासिलो छ छैन भन्ने कुराले धेरै प्रभाव पार्छ। तर एउटै मान्छे सधैँभरि अनन्तकालसम्म जीवित रहन्छ, उसले नै यो संस्था अगाडि बढाउँछ भन्ने चाहिँ हुँदैन। तर हामीले चाहिँ सिस्टम विकासमा एउटै मान्छे भन्ने कुरै गरेको होइन। मान्छेको चाहिँ कार्यकालमा त के सँगै छैन, समस्या छैन। उमेरको हो भन्दा युवा भन्दा चाहिँ युवा त हामीलाई त उमेरको युवा चाहिएको, सोचको युवा चाहिएको हो। हजुर होइन, हजुरले भनेको एकदम सोचको युवा हुन पर्यो। अर्को हामीले जुन लक्षित युवा हुन खोज्दैछौँ उमेरमा होइन, त्यो युवाहरू पनि त काहीँ न काहीँ रोजगार गर्नुपर्छ, काहीँ न काहीँ इङ्गेज हुनुपर्छ। अनि हामीले सञ्चालन गर्ने हरेक कार्यक्रममा उसले आफ्नो मेन क्यारियरलाई छोडेर प्रोफेसनलाई छोडेर हामी चाहिँ इङ्गेज भइरहनु उसको उपलब्ध कतिको हुन्छ यो कुरामा हामीले मद्दत गर्छौँ। त्यही भएर यो बेफाइदा चाहिँ के छन् त्यही सोधेको तपाईँलाई। हजुरले नै जोडेको प्रश्नले यहाँ सहकारी पदलाई युवाले समाज सेवाको रूपमा पनि हेरिदिने हुनाले हाम्रो उमेर भएको छैन पनि भन्छन् नि सर भन्ने कुरा गर्नुभएको छ।
एकदम सरले भने जस्तो विषयवस्तुमा आफ्नो क्यारियर बनाउने समयमा अब यो अरूको भविष्यका लागि लाग्दाखेरि उसलाई कतिको व्यवहारिक हुने नहुने भन्ने विषयवस्तुसँग जोडेर हजुरले जिज्ञासा राख्नु, अर्को म्याडमले पनि त्यही राख्नु भएको थियो। फेरि पनि म के अनुरोध गर्न चाहेँ भने सहकारी भनेको विशुद्ध वित्तीय कारोबार गर्ने संस्था हो वा ब्याङ्क वित्तीय संस्थाको सानो रूप हो। यो चाहिँ सबै कुरा भएको मान्छे, सेटल भएको मान्छे मात्रै सञ्चालन गर्नुपर्छ भन्ने जुन बुझाइ छ, यो बुझाइबाट के चेन्ज हुनपर्ने अवस्था आयो भने सहकारी भनेको उपभोक्ता सहकारी पनि हो, उत्पादन सहकारी पनि हो, श्रमिक सहकारी पनि हो। जो काम गर्छ, जो मेहनत गर्छ, जो श्रम गर्छ, उहाँहरू नै मिलेर आफ्नो मेहनत श्रमको बढीभन्दा बढी प्रतिफल ल्याउनका लागि पनि सहकारी संस्था सञ्चालन गर्न सकिन्छ। जसले उद्यम गर्छ, कृषि उपजहरू उत्पादन गर्छ, त्यसको सही मूल्य पाएको छैन, त्यो सही मूल्य पाउनका लागि उत्पादन सहकारी सङ्घ स्थापना गरेर त्यसबाट जहाँ बढी मूल्य आउँछ त्यो ठाउँमा बिक्री वितरणको प्रबन्ध गरेर आफ्नो उत्पादनको बढीभन्दा बढी मूल्य प्राप्त गर्न सक्छ, त्यो पनि सहकारी संस्था हो। जसले चाहिँ आफ्ना छोराछोरीहरूलाई वा आफूले औषधि उपचारहरू गर्दाखेरि स्वास्थ्यमा, शिक्षामा बढी पैसा पेमेन्ट गर्न परिरहेको छ, त्यो अवस्थामा आफैहरू मिलेर आफ्ना छोराछोरीहरूको गुणस्तरीय शिक्षा सुलभ दरमा उपलब्ध गराउने वा स्वास्थ्य सेवाहरू सुलभ दरमा उपलब्ध गराउने त्यस्तो संस्थाको नेतृत्व गर्ने कुरा पनि सहकारी संस्था हो। सहकारी भनेको वही ब्याङ्क वित्तीय संस्थाको रूप सानो रूप हो भन्ने बुझाइबाट विश्लेषण भयो भने चाहिँ सरले भने जस्तै आफूले काम गर्ने बेलामा अरूका लागि मात्रै जिम्मेवारी लिएर अगाडि बढ्ने भन्ने हुनसक्छ। तर सहकारी भनेको चाहिँ त्यो मात्रै होइन। सहकारी भनेको साझा आवश्यकता र उद्देश्यमा सामूहिक रूपमा कार्य गर्ने हो। त्यो सामूहिक रूपमा कार्य गर्नेको नेतृत्व कसले गर्ने हो? त्यो समूहभित्रको जो सक्षम छ, जो सोचले युवा छ, जसले समय दिन सक्छ, जसले परिवर्तनलाई स्वीकार गर्न सक्छ, त्यो व्यक्तिले नेतृत्व गर्ने कुरालाई हामी पुस्तान्तरण भन्छौँ। र त्यो पुस्तान्तरण चाहिँ समयअनुसार, जेनेरेसन अनुसार सोचाइहरू चेन्ज हुने हुँदा जेनेरेसन अनुसारको र जुन उमेर समूहको जनसङ्ख्या बढी छ, सदस्य सङ्ख्या बढी छ, त्यो उमेर समूहकोले चाहिँ नेतृत्व गर्यो भने सही चाहिँ उसको भावनाहरू एक्सेप्ट गर्न सक्छ, अगाडि बढाउन सक्छ भन्ने कुरा हो। त्यसका लागि हजुरको संस्थामा अहिले उमेर समूह नै पुरानो उमेर समूह धेरै सदस्य हुनुहुन्छ भने नयाँ नेतृत्व स्वीकार गर्न गाह्रो हुनसक्छ। तर तपाईँले सदस्यहरू नयाँ उमेर समूहको जोड्न सक्नुभयो भने नयाँ नेतृत्व एक्सेप्ट गर्न सहज हुनसक्छ। त्यो चाहिँ हजुरको अवस्था, हाम्रो परिस्थितिले पनि धेरै कुराहरू निर्धारण गर्छ भनेर म अनुरोध गर्न चाहेँ सर। हस्, थ्याङ्क यू सर। मेसेजमा छ होला सर अब क्वेसनहरू। नयाँ पुस्तालाई हस्तान्तरण गर्दा कति क्वालिफिकेसन चाहिन्छ भन्नुभएको छ। फेरि मैले अनुरोध गर्न चाहेँ, यो व्यवसाय गर्ने एउटा मेथड हो होइन। त्यो भएको कारणले गर्दाखेरि त्यो साझा व्यवसाय वा साझा आवश्यकता र साझा उद्देश्य हुने कुरा, समान रूपमा काम गर्ने कुरा चाहिँ त्यसको क्वालिफिकेसन हुनसक्छ। पढाइ भन्ने कुरा चाहिँ होइन भनेर म अनुरोध गर्न चाहेँ। अर्को चाहिँ सर, अहिलेको अवस्थामा राजनीतिक पार्टीले नेतृत्वको चुनौती दिएका छन् कि नयाँले स्थान पाउला भन्ने जिज्ञासा राख्नु। त्यो अघि हामीले छलफल गरिसक्यौँ यो विषयलाई चाहिँ। अब हामीले त्यो अनुसारको सोचाइ परिवर्तन गर्ने कार्यक्रमहरू गर्दै लिएर गयौँ भने बिस्तारै परिवर्तन हुन्छ भन्ने। अनि अर्को, पहिला हामीले कस्तो सदस्यलाई सदस्य बनाउने हो भन्नुभएको छ। कस्तो सदस्य चाहिँ विशेष गरी नयाँ जेनेरेसनलाई सदस्यहरू वृद्धि गर्दै लिएर जान सक्नुभयो भने हाम्रो संस्थामा पुरानो जेनेरेसन बिदा हुन सक्नुहुन्छ, संसारै छोडेर जान सक्नुहुन्छ, नयाँ जेनेरेसन थपिँदै जान्छ र यो टु बी कन्टिन्यू अनन्तकालसम्म सफल संस्थाका रूपमा अगाडि बढ्छ। यदि हामीले जेनेरेसन नयाँ सदस्यहरू जोड्न सकेनौँ भने पुरानो जेनेरेसन मात्रै हाम्रो संस्थामा हुन्छ र उहाँको व्यवसाय सधैँभरि नहुन सक्छ, आवश्यकता सधैँभरि नहुन सक्छ र संस्था त्यो अनुसार फेरि प्यासिभ हुन थाल्छ र नयाँ उमेर समूहलाई पनि जोड्दै लिएर जानुपर्छ भनेर म अनुरोध गर्न चाहन्छु। अर्को चाहिँ सहकारीमा प्रविधि विकासको समस्या छ। सानो संस्था र पुँजी कम भएका संस्थामा युवा आकर्षण कसरी होला होइन, नयाँले ठाउँ पाउँदैनन् भन्ने पनि राख्नु भएको छ। यो छलफल भयो म्याम, यो भइसक्यो है। सदस्यलाई पहिला सहकारी संस्थाको बारेमा यो पनि भइसक्यो है अहिले। बोर्डमा यो पनि भइसक्यो आज अवस्थामा पनि। उद्यमशील साकोसबाट आएको छ हेर्नुहोस् त, उद्यमशील साकोसबाट चाहिँ तेस्रो यो भइसक्यो, लास्टमै भइसक्यो। सर, म सहकारीमा आएको 7 मन्थ भयो।
हामीले साकोसको अब्जेक्टिभमा सेभिङ एन्ड क्रेडिट मात्र हो भनेर बुझ्दै आएका छौँ। तर अस्ति एउटा सरले हजुरहरूको सहकारीको उत्पादन के हो भनेर सोध्नुभएको थियो। सर, यसमा हामीलाई कस्तो कस्तो खालको काम गर्न सकिन्छ नि? अनि यो उद्यमशीलता विकास समितिको निर्माण गर्छ यो कि उपसमितिको काम के रहन्छ नि भनेर जिज्ञासा राख्नु भएको छ। सरलाई सर म्यामको हुनुहुन्छ, उहाँलाई अनुरोध गर्न चाहन्छु। सहकारीको अब्जेक्टिभ के हो भन्ने सम्बन्धमा सेभिङ एन्ड क्रेडिट मात्रै छ भन्नुभयो। सेभिङ एन्ड क्रेडिट चाहिँ अब्जेक्टिभ भन्दा पनि हजुरको काम हो, कार्य हो। उद्देश्य चाहिँ हजुरहरूको विनियमको प्रस्तावनामा एकचोटि हेर्नु होला, त्यहाँ के लेख्नु भएको छ भने सहकारीका सिद्धान्तहरूलाई आत्मसात गर्दै मूल्य मान्यता अनुसार संस्था सञ्चालन गर्दै सदस्यलाई बचत गर्ने बानीको विकास गराउने कुराहरू लेख्नु भएको छ पक्कै। त्यसै गरी मितव्ययी भावना सिकाउने कुराहरू, अनि सहुलियत दरमा ऋण लगानी गर्ने कुराहरू, सिप विकास गर्ने कुराहरू लेखेर सदस्यहरूको आर्थिक सामाजिक विकास गर्नका लागि यो संस्था स्थापना गरेका छौँ भन्ने लेख्नु भएको हुन्छ। हजुरहरू संस्थाको उद्देश्य भनेको सदस्यहरूको आर्थिक सामाजिक विकास गर्ने हो। त्यो आर्थिक सामाजिक विकास गर्नका लागि गर्ने कार्यभित्र कामभित्र चाहिँ बचत सङ्कलन गर्ने, ऋण लगानी गर्ने प्रत्यक्ष रूपमा सदस्यसँग जोडिने विषयवस्तुहरू हुन्। त्यो बचत सङ्कलन र ऋण लगानीलाई सदस्यको आर्थिक भविष्यसँग, आर्थिक विकाससँग जोडेर कार्यक्रमहरू, बचतका कार्यक्रमहरू, ऋणका कार्यक्रमहरू बनाउनुपर्छ। अस्ति सरलाई भन्नुभएको उत्पादन भनेको त्यही हो। बचतका कार्यक्रम र ऋणका कार्यक्रमलाई हामी अङ्ग्रेजीमा प्रोडक्ट भन्छौँ। कस्तो कस्तो प्रोडक्ट छ त्यो भनेको अर्थ उत्पादन भन्ने हुन्छ नेपालीमा। त्यो भनेको अर्थ केही समय, सर्टेन समय बचत जम्मा गर्दा बचतबाट के रिटर्न पाउने, कति समयमा पाउने भन्ने कुराहरू भयो भने ऋण लगानीमा कुन कुरा प्राथमिकतामा छ, ऋण लगानीको मोटिभ चाहिँ विशेष गरी सदस्यको जीवन स्तर विकास गर्नका लागि ऋण मात्रै दिने गर्नुहुन्छ कि ऋणसँगै अरू सेवाहरू, उसलाई व्यवसायी बनाउनलाई, उसलाई उद्यमी बनाउनलाई दिने कार्यक्रमहरू के सञ्चालन गर्नुभएको छ भन्ने हिसाबले उहाँले सोध्नु भएको छ होला। हजुरलाई म के अनुरोध गर्न चाहेँ भने हामी सहकारी संस्था भएको कारणले गर्दा हाम्रो दायित्व पैसो दिने र पैसो लिने मात्रै होइन। हाम्रो दायित्व सदस्यहरूको आर्थिक सामाजिक विकास गर्ने, सदस्यलाई आर्थिक रूपमा सम्पन्न बनाउने हो। आर्थिक रूपमा सम्पन्न बनाउनका लागि आवश्यक पर्ने सिप प्रविधि, भूमि संरचना, त्यसै गरी दक्ष जनशक्ति र पुँजी, यो चारवटा कुराहरू उपलब्ध गराएर त्योलाई चाहिँ सही रूपमा सदस्यलाई व्यवसायी बनाउनु भयो, उद्यमी बनाउनु भयो, सदस्यले आय आर्जन गर्नुभयो र त्यो आय आर्जनबाट हजुरको ऋण सही सलामत उठ्यो, फिर्ता भयो र सदस्यले बचतको माध्यमबाट चाहिँ आर्थिक भविष्य सुनिश्चित भयो भने बल्ल हजुरको अब्जेक्टिभ पुरा हुने हो। सो सम्बन्धमा सञ्चालक समितिको क्षमता अभिवृद्धि वा लेखा सुपरभिजनको क्षमता अभिवृद्धि वा हजुरहरू जो हुनुहुन्छ नेतृत्वमा सबैको क्षमता अभिवृद्धि गर्नका लागि वार्षिक रूपमा कार्यक्रमहरू बनाएर सहकारी विषयमा दक्ष व्यक्तिहरूलाई लिएर आएर हजुरले छलफल गर्नुभयो, तालिमहरू सञ्चालन गर्नुभयो भने बिस्तारै कस्ता कार्यक्रमहरू बनाउने, कसरी सदस्यहरूलाई खुसी बनाउने भन्ने कुराहरू जोडिँदै जान सकिन्छ भनेर म हजुरलाई अनुरोध गर्न चाहन्छु। एउटा चाहिँ यहाँ जिज्ञासा भन्दा पनि उहाँले आफ्नो धारणा राख्नु भएको जस्तो लागेको छ मलाई। उहाँले के लेख्नु भएको छ भने सबै सहकारी संस्थाहरू पूर्ण व्यवसाय हुन राज्यको पनि योगदान हुनुपर्छ, तर राज्य अहिले त्योतर्फ गएको देखिन्न। त्यसकारण पुस्तान्तरणमा नयाँ पुस्ता आउन रोजीरोटीकै समस्या ठुलो देखिन्छ नि भनेर राख्नु भएको छ। त्यसपछि अर्को बजेट कसरी निर्माण गर्ने भन्दा यो म पहिलाको जोडेँ है म्याडम। यो राज्यको कुरा गरिरहँदाखेरि अलिकति सफल सहकारी भएको देशहरूमा संस्थाहरू थोरै हुन्छन्। अघि हाम्रो लेटाङको सरले भनेको कुरा यसमा जोडिन्छ। जुन देशहरूमा थोरै संस्थाहरू छन् त्यो देशमा सजिलै नेतृत्व गर्ने व्यक्तिहरू फेला पार्न सकिन्छ। जुन देशहरूमा धेरै संस्थाहरू हुन्छन् ती देशमा चाहिँ हाम्रो यो समस्या हो, किनभने सामाजिक संस्था अरूको चाहिँ अरूलाई सफल बनाउने जिम्मेवारी, तर नेतृत्वमा चाहिँ सबै आउनुपर्ने अवस्था सिर्जना हुने हुँदा संस्थाहरू जति थोरै संस्थाहरू बनाउन सकियो त्यति संस्था नै क्यापेबल हुन्छ र आफ्नो आवश्यकता उसले पुरा गर्न सक्ने गरी कार्यक्रमहरू बनाउन सक्छ। त्यही भएर यदि साँच्चैकै सही पुस्तान्तरणलाई अगाडि बढाउनका लागि संस्था बलियो हुनुपर्छ। संस्था बलियो हुन ठुलो व्यवसाय गर्नुपर्ने, धेरै सदस्यहरू जोडिनुपर्ने कुराहरूलाई पनि जोडेर अगाडि लिएर जानुपर्ने हुन्छ भनेर म अनुरोध गर्न चाहन्छु।
अनि अर्को चाहिँ बजेट कसरी निर्माण गर्ने? उहाँले यसको बजेट सोध्नुभयो कि के बजेट? यसको बजेट भन्न पनि विशेष गरी कार्यक्रमहरू बनाउँदाखेरि हामीले संस्थाको 4 भागमा विभाजन गर्छौँ। एउटा हामी संस्थाको वित्तीय संस्था कस्तो वित्तीय रूपमा, अर्को वर्ष संस्था कस्तो बनाउने भन्छौँ। दोस्रो नम्बरमा हामीले सदस्य सन्तुष्टि हिसाबले कस्तो बनाउने, तेस्रो नम्बरमा आन्तरिक सञ्चालनका हिसाबले कस्तो बनाउने र चौथो नम्बरमा नेतृत्व र व्यवस्थापनका हिसाबले कस्तो बनाउने भन्छौँ। विशेष गरी नेतृत्व र व्यवस्थापनका हिसाबले संस्थालाई चाहिँ कस्तो बनाउने भन्ने शीर्षक अन्तर्गत रहेर हजुरहरूले यो वर्ष के कार्यक्रमहरू सञ्चालन गर्ने, अध्ययन अवलोकन कार्यक्रमहरू सञ्चालन गरेर धारणा विकास गर्ने कि कुनै दक्ष व्यक्तिलाई लिएर आएर पुस्तान्तरणको विषयमा छलफल चलाउने कि र नयाँ पुस्ताहरू भएको ठाउँमा संस्थाका कार्यक्रमहरू लिएर जाने भन्ने कार्यक्रमहरू चाहिँ आउने वार्षिक योजना बजेट कार्यक्रम बनाएर साधारण सभामा त्यसलाई पास गर्नुहोस् अनि कार्यक्रम गर्नुहोस् भनेर अनुरोध गर्न चाहन्छु म्याम। अर्को चाहिँ यो मनी लन्ड्रिङ गोएमएलहरूको उहाँले सोध्नु भएको छ। ठिक छ सर, हामीले अलि अगाडि पनि गरेका थियौँ, हजुरले फेरि पनि राख्नु भएको छ। हामी पक्कै पनि यो हेर्छौँ हामी कुन चाहिँ हुन्छ, नेक्स्ट भयो भने नेक्स्टमा, नत्र कति बेला हुन्छ हामी राख्छौँ। हजुरले हरेक शुक्रबारको चाहिँ हेर्दै गर्नु होला है सर। अनि अर्को भनेको सहकारीमा कम परिश्रमिक लेख्नुभयो होला, दिएपछि कहाँ पुस्तान्तरण हुन्छ त? सरकारले ब्याङ्कहरूको जस्तै कर्मचारीलाई पनि प्रोत्साहन गर्न नीति लिएर आउनु पर्ने होइन भनेर राख्नु। के अनुरोध गर्न चाहेँ भने मैले चाहिँ अब यो संस्थाको क्षमता अनुसारको पारिश्रमिक होला, त्यही भएर संस्थाको क्षमता विकास गरेर त्यो अनुसारको राज्यले तोकेको न्यूनतम पारिश्रमिक र अनि सामाजिक सुरक्षा कोषमा जोड्ने कुराहरू चाहिँ अनिवार्य शर्त हुन्। ती हुने गरी संस्थाका कार्यक्रमहरू बनाएर त्यो हुने सक्षम संस्था बनाएर अगाडि बढाउन म अनुरोध गर्न चाहन्छु। यदि त्यो सक्छौँ भने चाहिँ बलियो राम्रो सक्षम संस्था बनाएर अगाडि बढाउनु पर्ने भयो। यदि त्यो सक्दैनौँ भने चाहिँ जोडिने कुराहरू र बलियो हुने कुराहरूलाई प्राथमिकता दिन म एकदमै अनुरोध गर्न चाहेँ। म अघि एउटा भिडियो हेर्दै थिएँ, अस्ट्रेलियामा कति सहकारी रहेछन् भनेर हेरेको। हाम्रो नेपालको जतिको हाराहारीको जनसङ्ख्या भएको देशमा करिब 1800 मात्रै सहकारी संस्था रहेछन्। हाम्रोमा चाहिँ 2-3 करोडको जनसङ्ख्यामा 32,000 भन्दा बढी सहकारी सङ्घ संस्था भइरहँदा अघि अर्को सरले भने जस्तो राज्यले पनि त्यति धेरै प्राथमिकता दिन सहयोग गर्ने अवस्था छैन। सहकारीको राम्रो समाचारहरू भन्दा नराम्रो समाचारहरू आएको भएको कारणले गर्दा राज्यमा पनि यो सामाजिक व्यवसाय हो, यो अरूको हितमा काम गर्ने व्यवसाय गर्ने प्रणाली हो। कसैले गलत गरेको भए तापनि आफैमा चाहिँ यो सदस्यहरूको आम मान्छेको हितमा काम गर्ने व्यवसाय गर्ने प्रणाली हो भन्ने बुझाइको कमी छ। र हामी जो संस्था सञ्चालन गरिरहेका छौँ, हामीले पनि हाम्रो संस्थालाई चाहिँ अलिकति कमजोर वा त्यो अनुसारको सदस्यलाई सेवा दिने कार्यक्रमहरू दिन सक्ने सक्षम संस्था बनाउन सकेका छैनौँ। दुईटै कारणले गर्दाखेरि चाहिँ अबको समयमा बलियो संस्था बनाउने कुरा, व्यवसाय विस्तार गर्ने कुरा, नयाँ जेनेरेसनलाई संस्थामा जोड्ने कुराहरू चाहिँ सफल संस्था हुनका लागि चाहिने अपरिहार्य विषयवस्तु हुन् भनेर म आज यो कार्यक्रममा अनुरोध गर्न चाहन्छु। अर्को चाहिँ यो सामाजिक सुरक्षा कोषको सोध्नु भएको छ। यो चाहिँ हामीले अलिकति 1-2 हप्ता अगाडि मात्र यसको कार्यक्रम गरेका थियौँ, परामर्श कार्यक्रम। अहिले धेरै जस्तो सहकारीमा काम गर्ने कर्मचारीहरूले स्यालेरी नपाएको 3-4 वर्ष भयो। यस्तो विषयमा नि थोरै एक्सप्लेन गरिदिनु होला, कसरी आमदान हुन्छ अब यो अलि विषयभन्दा यो हामी अलिक पर गएको जस्तो लाग्यो होइन नारायण सर? हजुर, यो ठिक छ, हामी सकेसम्म विषयमा रहेर गरौँ। हजुरहरूको यदि अर्को शुक्रबारलाई केही हुन्छ केही विषयमा हजुरहरूलाई परामर्श चाहिएको छ भने पनि हजुरले लेख्न सक्नुहुन्छ। यहाँ एउटा गोएमएलको विषय आइसकेको छ हामीलाई होइन, अरू पनि केही छ भने लेख्नु, हामी कुनमा दिँदा चाहिँ ठिक हुन्छ त्यही अनुसार हेरेर अर्को शुक्रबार राख्छौँ। त्यो भन्दैमा हजुरहरूको नराख्ने भन्ने हुँदैन, हामी बिस्तारै एनएफआरएसको चाहिँ मलाई लाग्छ यो परामर्शले समेट्दैन होइन। यो एनएफआरएस ट्रेनिङ भनेको चाहिँ अलिक भेग विषय छ। हामीले हजुरहरूलाई यो परामर्श भनेको चाहिँ कस्तो, यो सानो सानो विषयमा हामीले यो 1 घन्टाको मात्र हुन्छ। कोपोमिस एनएफआरएस भनेर यो चाहिँ मलाई लाग्छ प्र्याक्टिकल हजुरहरूले तालिमै लिनुपर्ने हुन्छ होइन। यो यसरी हामीले परामर्श दिएर चाहिँ यस्तो कुराहरू चाहिँ सकिँदैन। ठिक छ, गोएमएल भनेर फेरि पनि आएको छ, गोएमएललाई हामी हेर्नेछौँ। क्यापिटल एडुकेसी ठिक छ, क्यापिटल एडुकेसी हुन्छ। यो हरेक शुक्रबार हामी बिस्तारै यो 1-1वटा गर्दै गर्नेछौँ। हजुरहरूले चाहिँ हाम्रो जोस फेसबुकबाट कहाँबाट थाहा पाउनु भएको त्यहाँ चाहिँ हेरिराख्नु होला। बजेटिङ पनि हामीले यो अलिकति अगाडि गरेका थियौँ, त्यो पनि हामी फेरि रिपिट गरिरहन्छौँ।
ठिक छ धन्यवाद। आइरहेछ हजुरहरू लेखिदिनु होला, हामी बिस्तारै यो गरिराख्छौँ। एक्सेलको पनि आएछ। धन्यवाद, राखिदिनु होला हजुर। एआई पनि भन्नुभएको छ ल एकदम नयाँ। ठिक छ, एआईको पनि हामी होइन नारायण सर, हामीले हजुर हुन्छ। पनि एआईको हामी एकदमै हजुरले यो भू सेवाको गर्नुभएको छ, एनुअल बजेटिङ अस्ति हामी गरेको थियौँ, फेरि त्यसलाई हामी गरौँला। हो सञ्चालक समितिको ठिक छ, हजुरहरूले चाहिँ यहाँ राखिदिनु होला, हामी टिपिराख्छौँ, एक एक गरी हामी गर्ने नै छौँ। अब अरू केही जिज्ञासा छैन जस्तो लाग्यो मलाई होइन नारायण सर, यहाँ मेसेजमा पनि छैन। एआई चाहिँ छिट्टै भन्नुभएको छ, ठिक छ एकदमै होइन। पुकुवा ठिक छ, दृष्टिबन्ध भू सेवाको हामी अस्ति भर्खर गरेको थियौँ ल, त्यो पनि म फेरि पनि हामी रिपिट गर्छौँ। तर यो अब एउटा शुक्रबारै हामी सबै समेट्न सक्दैनौँ, बिस्तारै हामी गर्ने नै छौँ। ठिक छ नारायण सर, अब हाम्रो यहाँ पनि गरौँ। क्लोज गर्नु पर्ला ल हुन्छ सर म्याडम। हाम्रो अनुजा म्यामलाई धेरै धेरै धन्यवाद छ, यो कार्यक्रमलाई समय दिएर सहभागी हुनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले हजुरहरूका लागि भनेर निरन्तर हरेक हप्ता शुक्रबार यो कार्यक्रम सञ्चालन गरेका छौँ। यो कार्यक्रममा सहभागी भइदिन म अनुरोध गर्दै नजिकको शाखामा हजुरहरूले सक्ने बचत कारोबार, विशेष गरी आज हाम्रो आवश्यकता चाहिँ हजुरहरूले थोरै भए पनि ऋण लिइदिनु हुन म अनुरोध गर्न चाहन्छु। र अन्य सेवाहरू हाम्रो ब्याङ्कले उपलब्ध गराएका ई लाइब्रेरी, डिजिटल सेवाहरू, सबै सेवाहरूमा सरिक भएर हाम्रो सहकारी अभियान राम्रो बनाउने प्रयासमा हामी राष्ट्रिय सहकारी ब्याङ्क लागिरहेको छ। हजुरहरू पनि आफ्नो संस्थालाई राम्रो बनाउनु भयो भने सहकारीका राम्रा कुराहरू जति हामीले अगाडि बढाउन सक्छौँ त्यति हाम्रो भविष्य चाहिँ सुरक्षित छ भन्दै आजको यो कार्यक्रमबाट हामी सबैलाई बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद। विनोद सर हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्न विनोद सरले है, भनेपछि हजुरले नै क्लोजिङ गरिदिनु। हस् धन्यवाद।